यो चाहिँ हाम्रो घर, मेरो घर यो चाहिँ मेरो घर। मेरो घरमा चाहिँ यो माथि एउटा उतिरपट्टि होम पाइप बन्द भएर पुरै भल बाढी मेरो घर पछाडि नै पहिरो गएको छ, त्यो पनि सोर्नुपर्ने र परतिर पनि बाटो एकदम गम्भीर अवस्थामा छ। यो चाहिँ मेरो घर पछाडि कति पहिरो गएको अलिकति चाहिँ यहाँ चाहिँ हो अलिकति समस्या। यहाँ पहिरो गएर जलमलय भएर घरभित्र पानी पसेर पुरै पानी नै पानी थियो घरभित्र पनि। रातिदेखि कसो गरेर अलिअलि कटाएर अहिले चाहिँ भएको छ। यो पानी दुईपट्टिको उता गरेर यताको पानी काटेर नै सबै घरभित्र पस्ने भएकोले गर्दा यसलाई सफा गर्नुपर्छ। आइहरू दाजुहरू मिलेर यहाँ धान कोठो छ, यहाँ चाहिँ भक्कारी छ, धान भन्दा पनि धानै छ। यहाँ पानी पस्यो जस्तो लाग्दैछ मलाई। अनि यहाँ घरमा चाहिँ पुरै वरिपरि पानी खोला लागेर यता आएर झ्याप्पै जलमल्ल भएर भरिएको थियो। ढाईको सबै मुनि राखेको थियो, सबै ट्याङलुङ भिजेर गम्भीर छ अवस्था, बिजोग छ रातभरि भिजेर। हाम्रो काकाले चाहिँ यहाँ पानी निकाल्दै हुनुहुन्छ, पानी निकाल्दै हुनुहुन्छ। यहाँ चाहिँ भित्र घरभित्र हाम्रो घरमा जलमललाई पुरै भरिएको थियो पानी, खाटसम्म माथिसम्म है। चिसो देख्न सकिन्छ, झ्याप्पै भरि नै भरि छ वारपार। दसैँको बेला यस्तै छ है। घरभित्रको अवस्था खोलो पसेर बाढीले भान्सार यस्तो छ, घरको अवस्था यस्तो छ, देख्न सक्नुहुन्छ। अनि यो उता अर्को खोलो र त्यो अघि देखाएको जुन सुरुमा देखाएको चाहिँ तपाईँको त्यो कलपोट बन्द भएर यता आयो पानी, त्यो घरमा पनि डुबाउनु भयो। यहाँ चाहिँ पुरै यो सुलुङ जाने बाटो अवरुद्ध लगभग भन्दा नि फरक पर्दैन, बाटो छिनिसकेको छ। केही कथममा यो कहिले लड्छ टुङ्गो छैन, कतिखेर टुट्छ। यो चाहिँ एउटा एक खोलोको त्यो उता परतिरको कलपोट बन्द भएर यो आयो पानी र उताको कलपोटको बन्द भएर नि उताबाट नि आएको छ। त्यो भएर यहाँ चाहिँ यस्तो भयो। होम पाइप सानो हालेछ, हलाइ पनि के हो यो यस्तो हलाइ हुन्छ। मैले यो तलको टुक्रो मुखमा चाहिँ यो जुन देखिँदैछ तल पहिले पनि जानकारी गराएको थिएँ। यो होम पाइप यो ठुलो खालको हाल्नुपर्छ भनेर, मुखमा चाहिँ देखावटी ठुलो हालिदिएको छ र भित्री भागमा चाहिँ यत्रो पाइप हालिदिएको छ नि, कहाँबाट पानी निकासोस् त। त्यही पनि दुईवटा कलपोटको पानी यस्तो यसले तान्छ। रातभरि 11 बजीदेखि सुतेका छैन हामी। बिग्रेन भन्ने ठाउँ छैन हो त। अनि यहाँ चाहिँ तपाईँको उताको कलपोट पनि थुन्ने र यतै गयो क्या पानी, त्यही भएर त्यहाँ चाहिँ त्यो पिचलाई समस्या गऱ्यो। यहाँ पनि थुन्नेको छ, यहाँ पनि एकदम अवस्था गम्भीर छ। छ्यारतिर सबैभन्दा बिजोग बनाएको यहाँ चाहिँ पुरै त्यो खोलाको पानी पनि आएर गम्मै यहाँ लागेर पुरै खोलै आएर जलमलाई मान्छेलाई केही भएन। ठुलो पनि उर्लेर आएर यहाँ कलपोट थियो, यो कलपोट पनि ड्याम्मै बन्द भएर यस्तो अवस्थामा छ। यहाँ कलपोट बन्द छ अहिले बाटा माथिबाट खुज्छ पानी चाहिँ। अनि यो पानी पनि बन्द भयो, उता पनि गयो, यता घरतिर नै आयो। हाम्रो घरमा भएको घर छेउमा यो लगभग पानी सक्न आँटेको छ। यो तपाईँको भान्साघर हो, घर छेउमा खोलो लागेर पुरै डरलाग्दो क्षति देख्न सकिन्छ। यहाँनिर प्रायः सबैतिर पनि क्षति नै क्षति भएको छ। यस्तो खोलिएर खोलो लागेर यो माथि होम पाइप बन्द भएको छ पुरै थुनिएर, र यहाँ लेदो देख्न सकिन्छ। यहाँ चाहिँ पुरै खोलो लागेर पाइपसँग लिँदै हुनुहुन्छ। यता पर सबै पुरिएको छ, उता पर पनि सबै यस्तै छ।